वेलकम ब्याक। के छ मेरो कडा हो होइन। जाडो त देखिहाल्यो जापानको जापानको मन्दिर हुँदैछ। ठ्याक्क अहिले चाहिँ म कामबाट काम त मेरो 3 बजे नै सकिएको। अहिले चाहिँ टक्क लगभग अनि 4 बज्यो 4:30 भयो भनौँ न 4:30। अब रुम जान 10-15 मिनट लाग्छ। अनि आज विशेष खास कुरा चाहिँ के छ भने काममा कति 8 बजे छिरेको थिएँ होइन। काममा 8 बजे छिरेको। एकैचोटि म 2 बजे खाजा खान निस्केको थिएँ क्या। अनि एउटा म्यासेज आएको रहेछ क्या। खतरा म्यासेज फेरि होइन। म्यासेज फेरि के भन्दाखेरि यस्तो थियो क्या। दाइ मेरो सिओ आउन आँटो कति साथीहरूको आइसकेको छ। अब म पनि जापान आउँदैछु। महिनामा चाहिँ कति कमाइन्छ होला, एनग्यास कतिको पाइन्छ होला भन्ने खालको आएको छ। ल त्यो भोक लागेर घर आइरहेको छु। टक्क बसेर टक्क मोबाइल मात्र खोलेको त्यस्तो आइरहेको म्यासेज। नाम त भन्दिनँ होइन। भिडियो हेऱ्यो भने पनि केटा एउटा उयसको लागि मात्र बनाएको भने जानकारीको लागि त्यस्तो नराम्रो महसुस छ होइन। अनि अब खास मैले त्यसको एन्सर दिएकै छुइनँ क्या होइन। अब दिने भन्दा पनि के दिने त होइन। त्यसको कुनै उयो नै छैन क्या। एक्सेस सिग्नल रहेछ गफ हानौँ होइन। अनि अब त्यसको म एन्सर दिउँ के दिउँ। म आएको लगभग 1 वर्ष हुन आँट्यो भनौँ न। 10-11 महिना 10 महिना पुरा भइसक्यो होइन। 10 महिना हुन आँट्यो भनौँ न पुरा भन्दा पनि। अनि के छ भन्दाखेरि अब मैले यसको एन्सर कसरी दिने भनेर सोचिरहेको छु क्या होइन। अब दिउँ कमाइ हुन्छ भनौँ, के हुन्छ भनौँ, हुँदैन भनौँ, कस्तो हुँदैन भनौँ। अब सिधा भन्ने भने अलिकति छोटकरीमा भन्छु भन्न चाहिँ यस्तो लामो ल्याएर त भन्दिनँ। खास भन्ने हो भने मैले आजसम्म अब 10 महिना अब म आएको भनौँ न। 1 वर्ष भनौँ होइन। 1 वर्षमा मैले अहिलेसम्म हेन्ग्यास भन्ने थाहा छैन कि मलाई। थाहै छैन कि। यो 1 महिना त म झन् कामै नगरी बसिरहेको छु। आज ठ्याक्कै अब यो 1 हप्तापछि 3 हप्ता पुरापुरी भइसक्यो मैले कामै गरेको छैन क्या। किन भन्दाखेरि मैले पाउने 28 घन्टा पनि मैले पुरा नपाएर मैले काम छोडिदिएको हो क्या। अनि यत्तिकै बसेर अर्को काम खोजेर होइन। अब आज सायद सुत्दिनँ होला। त्यसको लागि भरे इन्टरभ्यू छ। मान्छे दुई छ भने गएको। अलिकति त्यो फर्म चाहिँ मजाले फिलअप गरिनँ रहेछु। गरिनँ भन्दा पनि बुझेको थिइनँ। अनि त्यही कुरामा चाहिँ ल्याङ हान्दै थियो मलाई। अनि ल्याङ त हानेन त्यस्तो। तर लेख भन्ने कुरा तैँले लेख्न ल्याउनु पर्ने। ले भनेको कुरा ल्याइनस् त आज जा तँलाई 1 चान्स दिन्छु भन्ने खालको कुरा गऱ्यो। त्यसले त के चान्स दिन्थ्यो मलाई। काम त जति पनि पाइन्छ होइन। तर अब त्यही गरौँ भन्ने चाहिँ एउटा उयो हो। अनि त्यो कामको कुरालाई छँदैछ त्यसलाई साइडमा राखौँ। अब यहाँ कुरा हुँदै थियो हेन्क्यास र बेङ्क्यास कति पैसा हुन्छ होइन। अनि नर्मल्ली अब नयाँ आउने मेरो भाइहरूलाई साथीहरूलाई दाइहरू पनि होला कति त होइन। अब जसले पनि भिडियो हेर्नेलाई चाहिँ म के भन्छु फेरि साइकलमा भएर यसो कफ हान्दै हिँडेको है। फेरि यो चाहिँ फेरि मेरो फ्याट कुरा भनिदिएको मैले अहिलेसम्म गरेको होइन। अहिलेसम्म भइरहेको कुरा कति कमाइरहेको छु, कस्तो भइरहेको, के भइरहेको भन्ने कुरा चाहिँ ठ्याक्कै भन्न गइरहेको छु क्या म। अब म आएर मैले 1 महिना आएको 15-20 दिनसम्म काम पाउन अलिकति गाह्रै हुन्छ होइन। किनकि जापानमा अब थाहै छ सबैलाई। जापानमा नेपालीको सङ्ख्या अहिले लास्टै छ। त्यो कारणले आउने बित्तिकै काम पाउनु अलिकति गाह्रो हुन्छ। त्यही भएर अब नेपालबाट 1 लाख 1.5 लाख बोकेर आउने कारण नै त्यही हो। अब मैले त 1 लाख बोकेर आएको थिएँ र त मलाई त पुग्यो। अबको दिनमा चाहिँ त्यो 1 लाखले त गाह्रै छ। कम्तीमा 1.5 लाख बोकेर आउनुपर्छ होइन। अनि के छ भन्दाखेरि जापान टेकेको दिनदेखि खर्च हुन सुरु हुन्छ। अब त्यही हो यहाँ आएपछि अब झन् सुरुमा त
अब होस्टेलमै भयो भने तापनि यताउति गर्नु पऱ्यो, खानेकुरा किन्नु पऱ्यो। अब महँगाइ त्यही छ होइन, जतो छँदैछ घरबाट ल्याए हुन्छ पैसा। अनि अरू कुरा के छ भन्दाखेरि अब काम कहिलेदेखि पाइन्छ होइन, काम हामी ठ्याक्क पाइने भनेको कम्तीमा 20 छिट्टो पायो भनेको 1 महिना 15-20 दिनमा पाउन सकिन्छ काम है, अलिकति आफ्नो भाषा यताउति छ भने। अनि त्यो भयो एउटा कुरा होइन। अनि अर्को भनेको के छ भन्दाखेरि जस्तै अब भाषा छ भने पनि जति लेभलबाट पढेर आए पनि धेरै पढेर आएको छ, राम्रै पढेर आएको छ, अन्त काम पाउनु त्यस्तो गाह्रो हुन्न होइन। कम्युनी यताउति हान्दा हुन्छ। पढे छैन म जस्तै हो, ढुक्कु भयो मतलब नपढिकन आउने त्यस्तो हो भने चाहिँ अलिकति गाह्रो छ। अनि अर्को कुरा ल 1 महिनामा काम पायो होइन, नर्मल्ली एउटा काम पायो। अनि कति हुन्छ भनेर है उसले भन्दै थियो, भाइले सोधिरहेको थियो कति, उसको एन्सर म कसरी दिने भनेर अझै म सोचिरहेको छु क्या यहाँनिर होइन। यस्तो जाडो भइरहेको, म फर्किरहेको छु रुम होइन, अनि सोचिरहेको छु। अनि के छ भने जस्तै ल उसले एउटा काम पायो, यहाँ नर्मल्ली एउटा कामबाट कमाउने भनेको जस्तै काम हेरेर हुन्छ कस्तो कस्तो काममा कति हुन्छ त्यो पनि नर्मल्ली भनिदिन्छु ल म। अब बेन्तो सेन्तो रेडिमेड त खानासाना बनाउने छ, अहिले म त्यही हानेर आएको। त्यो हानेर लगभग 1,20,000 30,000 नर्मल्ली आउँछ। ट्रेन भाडा त दिइहाल्छ, मजाले दिन्छु ट्रेन भाडा जहाँ पनि। ट्रेन भाडा छ भने, छैन भने अब अलिकति साइकलमा गएर गाडीमा लिन आउँछ त्यो भइगयो। अर्गनको यामात्तो भनेको लगभग 1,30,000 40,000 है जिखान राम्रो घन्टा राम्रो पुग्यो भने। 28 घन्टा त हुँदैन, 24-25 घन्टा राम्रो महिनामा पुग्यो, हप्तामा पुग्यो भने। अनि अर्गनको बेड मेकिङ छ, बेड मेकिङमा चाहिँ 28 घन्टा चाहिँ पुरो पुग्छ, जसरी पनि पुग्छ। काम एउटा राम्रो पाएर आफूले राम्रो गऱ्यो भने, अब नेपाली गर्ने नि त्यस्तै कामहरू। अनि त्यो काम गऱ्यो भने लगभग 1,30,000 1,40,000 राम्रो छ भने चाहिँ 1,30,000 40,000सम्म नि आउँछ है। अनि त्यो भयो होइन। अर्को भनेको के छ भन्दाखेरि त्यो पछाडि भनेको अर्को कुरा ल त्यति भयो। अब नर्मल्ली जुनसुकै काम गऱ्यो भने नर्मल्ली राखौँ 1,20,000 होइन, महिनामा 1,20,000 कमायो भने होस्टेल बस्नुन्जेल त रुम भाडा तिर्नु परेन, खाने अनि खाइसके पछाडि अब त्यत्रो फिजुल खर्च गर्दैन भने लगभग होस्टेलको बिजुलीको बिल यताउति मोबाइल बिल यताउति गर्दा लगभग 20,000 कि 25,000ले पुग्ला पकेट खर्च पनि है। किनकि घरबाट पनि ल्याएको हुन्छ अलिकति, त्यो पनि यताउति अलिअलि रहिरहेको पनि हुन्छ। अनि ल 25,000ले चाहिँ 25,000ले महिनामा पुग्यो भने ल 95 1,20,000 आएको थियो मलाई नर्मल्ली। अब त्यहाँबाट बढी आउँछ भने त आफू हिसाब गरे हुन्छ होइन। अनि त्यो भयो। अनि त्यस पछाडि ल 95 भनेको 95,000 त्यतिमा बच्यो है, इनक्यास नसोचे पनि हुन्छ कि। अनि अब 95,000 भनेको नेपाल पठाउँदाखेरि लगभग ल 5,000 घटाउँ 90 नै भनौँ ल, लगभग उस्तै छ अहिलेको रेटमा। अहिलेको रेट आजको रेट हो भने होइन, उस्तै भन्यो भने 90,000 घर पठायो होइन। ल होस्टेलमा 3 महिना 4 महिना बस्यो, होस्टेलमा बस्नु चाहिँ लो पैसा पठाउने। 3 महिना जति बसेर आएको 1 महिनादेखि काम पायो, 4 महिना होस्टेल बस्यो भने 3 महिना घर पठायो। अब हिसाब गरिहाल्ने 9 त्यहाँ कति हुन्छ त्यो गरिहाल्ने होइन, 9 त्यहाँ 27 2,70,000 पैसा पठायो है। खर्च गरेन भने चुरोट खाँदैन, दारूसारू खाँदैन यताउति। अनि फेरि दारू पनि यहाँ महँगो चाहिँ हुने होइन, चुरोट चाहिँ अलिकति बरु महँगो हुन्छ। अनि त्यो भयो है। अर्को कुरा भनेको के छ भन्दाखेरि त्यति भयो। त्यस पछाडि भनेको रुम सर्नुपर्छ। यहाँ रुम सरेको पनि पैसा लाग्छ। जस्तै कसरी लाग्छ भन्दा रुम सरेको त पैसा त नर्मली लागि नै हाल्छ, तर किमोनी भन्छ यहाँ चाहिँ। जस्तै रुम खोजिदिएको भने लगभग ज्यादा पैसा तिर्नुपर्छ। जस्तै एउटा रुमलाई मानौँ मैले अहिले महिनाको म 3 जना सेयर गरेर बस्छु, त्यो रुममा कति 51,000 महिनाको तिर्छु भने मैले अस्ति किमोनी सहित टोटल सुरुमा तिर्ने भनेको 1,53,000 तिरेको होइन, 1,53,000। त्यो भनेको 1,53,000 1.5 लाख भनेको नर्मल्ली तिर्नु पऱ्यो त्यो। अनि त्यस पछाडि महिनामा आउँछ अब बिल कतिको रुम हो, 40 देखि माथि नै हुन्छ, 48 अब 50 अलिक अब टोक्यो
म जस्तो खुकुका सुकुका बस्ने हो भने त नर्मल्ली यहाँनिर 40-42देखि माथि नै हुन्छ, 50सम्म 52-55 पुग्छ। अलिकति हेर्ने हो भने म चाहिँ 51मा बस्छु, तर मेरो चाहिँ 3जना हो साथी। यताउति गरेर मेरो पनि लगभग त्यस्तै आउने। अनि म त्यो भन्दै थिएँ, अनि त्यस पछाडि त्यो हिसाबले हुने हो कमाइ। अब त्यो 3 महिना मैले भने 4 महिना काम पायो भने ल 3 महिनाको घर पैसा पठायो भने पनि होइन 2,70,000 पैसा पठायो। त्यहाँ पछाडि अब खेल सुरु हुन्छ। के सुरु हुन्छ भन्दाखेरि टक्क त्यहाँदेखि रुम खोजिन्छ है। रुम खोजिसकेपछि अब रुम सरिन्छ। रुम सर्ने बेलामा स्वाहा पैसा केही हुँदैन, किनकि तिमोनी बुझाएको हुन्छ 1.5 लाख 1.5 लाख त बुझाइन्छ। अनि त्यो पनि 2जना प्रायः 2जना बस्छ, 3जना बस्छ भने त ल 50-50 हजार रुपियाँ भनौँ, त्यो भयो। त्यो महिनाको 5 हजार रुपियाँ घटायो भने घर त पठाउनु पाएन होइन, त्यो भयो। अनि अर्को भनेको के छ भन्दाखेरि जस्तै अब त्यो सर्यो है, त्यो सरेपछि फेरि अब भनौँ न 1 वर्षमा त हामीले तिरेको हुन्छ। लगभग अब त्यो मनी चाहिँ मनी बुझाउने यताउति गर्ने भने त त्यो हुन्छ नि। रुम सरेपछि अब महिनामा खर्च कति आउँछ? अब बिलको लगभग पानी त अब रुममै कतिको त उयो हुन्छ, कतिको फाल्टै हुन्छ, रुममै जोडेको हुन्छ कतिको। ल रुमकै मानौँ 2जना बस्यो भने लगभग 40-45 हजार भयो भने लगभग 20-22 हजार आइहाल्यो होइन। अनि 22 हजार ल 20 हजार भनौँ न रुमको 20 हजार, रुमको 20 हजार। त्यस पछाडि है होस्टेल छोडे पछाडि है, मैले समग्रमा भनिदिइरहेको छु। अनि होस्टेल छोडेपछि रुमको 20 हजार, अब मोबाइलको लगभग 3 हजार भनौँ न 3 हजार। अनि बिजुली सिजुली त्यताउति भन्दाखेरि अब त्यसको लगभग 10 हजार, 30 हजार 33 हजार भयो है। 3टा कुरा गर्दा अब खानु पऱ्यो फेरि, अब खाना जोड्दाखेरि लगभग 20 हजार जति चाहिन्छ भनौँ न होइन। 33-53 हजार, लगभग कम्तीमा 55 हजार। अब महिना अब कहिलेकाहीँ यसो स्कुल गएको बेलामा त्यो सुस खानु मन लाग्छ होला, के खानु मन लाग्छ होला, कहिलेकाहीँ भोकै लाग्छ। भोक लागे पछाडि एउटा बिस्कुटै खाऊँ भन्यो भने नि पानी खाऊँ भन्यो भने पनि लगभग अब 100-150 रुपियाँ जान्छ। त्यो हिसाबले पनि गर्ने होइन 5 हजार। ल धेरै खर्च नि 5 हजार, ल महिनामा 60 हजार खर्च होइन। अब 1,20,000 पैसा कमायो भने 60 हजार त खर्च आयो भने कति रह्यो? 60 हजार पैसा होइन। अनि 60 हजार पैसाले के गर्ने होइन। जस्तै अब मैले किन यो भनिरहेको छु भन्दाखेरि फेरि मैले चाहिँ जापान चाहिँ नआऊ, जापानमा दुःख छ यो भन्नु खोजेँ होइन। म नाइट काम हेरेको भोक यस्तो लागिरहेछ, निन्द्रा त्यस्तै लागिरहेछ होइन। अब आज मेरो सुत्ने हुन्न, अब गएर खाना बनाउँछु। खाना बनाए पछाडि गएर एकछिन सुतेँ भने सुत्छु, नत्र भनेको फेरि उता मेरो इन्टरभ्यू छ अर्को काम। अब अर्को काम भने त्यही एउटै काम त हो, त्यसको लागि अनि त्यसरी जाने हो। अब सुतायो अनि त्यस पछाडि आएर स्कुल जाने हो है। अनि बेलुका चाहिँ आएर सुत्न पाउँछु, त्यही हो, काम छैन नि त। अनि त्यो भयो, त्यसरी हुन्छ। अनि अर्को कुरा भनेको मैले कुरा गरिरहेको थिएँ, अब के कुरा भन्दाखेरि जस्तै मैले 60 हजार रुपियाँ महिनामा बच्छ भने होइन। अनि 60 हजार रुपियाँले अब के गर्ने? अब ल 60 हजार रुपियाँ पनि ल ठिक छ। अब स्कुलको फिस जम्मा गर्ने यताउति गर्ने हो भने अब स्कुलको फी लगभग नर्मल्ली भने 4 लाख त परिहाल्छ 6 महिनाको। ल वर्षकै भनौँ 7 लाख कम्तीमा होइन। 7 लाख पैसा जम्मा गर्नुलाई अब कति टाइम लाग्ला? कागको स्कुल फी त हाल्नु पऱ्यो नि त 1 वर्ष सकिएपछि है। त्यो हिसाबले हुन्छ क्या। अनि भाइले सोध्छ दाइ ह्यान्ड क्यास पाउँछ दाइ महिनामा कति कमाउँछु भन्छ। अब त्यसको एन्सर कसरी दिने क्या? मैले अहिलेसम्म कमाउनु सकेको छैन। यो महिना मेरो 0 छ। मैले चाहिँ गरेँ भनेको के छ भन्दाखेरि आएर एउटा राम्रो काम पाएको थिएँ यामातो भने अझै। त्यस पछाडि भनेको मैले गरेर अनि बिचमा अहिले 1 महिना अब गरेको छुइनँ। 1 महिना आएर 1 महिनापछि काम पाएँ, 2 महिना अब मेरो गयो त्यत्तिकै। अनि आएको 8 महिना चाहिँ काम गर्दाखेरि लगभग मैले गरेको भनेको स्कुलमा 3 लाखको 1 वर्षको फेरि फी हालेँ।
अनि घरमा लगभग समथिङ 3 लाख जति पठायो होला नि, 6 लाख रुपियाँ भनौँ न। अरू चाहिँ अब खाएँ त्यो हिसाबले है। हुन्छ अब भेन क्यास नपाउने भन्ने होइन, पाउँछ, तर अब अहिलेको समय, अहिलेको अब नियमलाई पनि हेर्नु पऱ्यो नि त। अब हामी त्यत्रो खर्च गरेर आएको हुन्छ, 16-17 लाख आएको 1 वर्षमा नेपाल फर्किनु पऱ्यो भने त गाह्रो हुन्छ त्यो हिसाबले। अनि त्यो हिसाबले गर्दाखेरि जापानमा आउने बित्तिकै पैसा कमाइन्छ भन्ने छैन। आएको 17 लाख ब्याजमा खोजेर आएको होइन, आफ्नो पैसा होइन। 3 रुपियाँ ब्याज अब नेपालमा त त्यही त, 3 रुपियाँ ब्याज कसैले पैसा दिन्न। त्यो खोजेर आएको भने चाहिँ सिउ क्यान्सिल हान्ने हुन्छ सिधै है। मैले यो यथार्थ कुरा फेरि आउनु आँटेको बेलामा दाइले यस्तो भन्यो भन्छ होला केटाले, यथार्थ कुरा बोली आएर फेरि यो भिडियो खोज्छौ कि तिमीहरूले होइन। मैले भिडियो बनाएर हाल्नु खोजिरहेको, किन भन्दाखेरि भनेन दाइले थाहा पाए पनि भनेन भन्छ होला भनेर मैले चाहिँ यो कुरा गरेँ होइन। अनि कति कमाइ हुने रहेछ, कस्तो कमाइ हुने रहेछ भन्ने चाहिँ सोच्दा हुन्छ। अनि नेपालबाटै भाषा राम्रो छ, पढेको छ, अलिकति बोल्नु यताउति छ होइन, यताउति छ भने पाउँछ, नपाउने होइन। बाँकी अब लक पनि भनौँ न, यहाँ त कतै कसैले गरिरहेको हुन्छ। तर मैले देखेको चाहिँ मेरो लगभग काखमा भएको साथीहरूमा त्यस्तो धेरै गर्नेहरू छैन क्या होइन। त्यही भएर त्यसको एन्सर चाहिँ अब मैले त्यही नै दिन चाहेँ होइन। अनि खासै मैले त्यो भेन ग्यास पाउने भन्ने अहिलेसम्म छैन। अस्ति एकचोटि गएँ, 2-3 दिन गएको थिएँ, त्यो 5-10 लाख कमाएको थिएँ, त्यति हो। त्यहाँदेखि भनेको भेन ग्यास भन्ने केही हुन्न। पाउँछ होला, कता कता पाउँछ, तर अहिलेको समयमा भेन ग्यास गरेर पैसा कमाउँछु भन्ने सोच्ने हो भने जापानमा भविष्य चाहिँ छैन। तर भोलिको दिनमा जाने हो भने पैसा चाहिँ फेरि वाइल्ड छ फेरि है। भोलिको दिनमा गएर राम्रो गरेर लगाएर यताउति गर, अब 2जना भएर गरौँ भने यहाँको उयो अनुसार धेरै राम्रो छ होइन। तर अहिलेको सिचुएसनमा र अहिलेको उयसमा हेर्ने हो भने चाहिँ पैसा चाहिँ त्यसरी चाहिँ हुँदैन भन्दै अब म चाहिँ ठ्याक्कै मेरो रुम पनि आइपुगेँ होइन। यदि भन्दै अब भाइको एन्सर मैले यहीँनिर दिएँ र समग्रमा मैले जति कुरा थियो सबै मैले यसमै भन्दै मेरो जुन महिनाको खर्च हुन्छ नि टोटल, त्यो पनि म अर्को भिडियोमा ल्याउँछु भन्दै बिदा हुन्छु। हस् त, धन्यवाद।